तपाईहरुलाई त्यहाँ लगेर बेचिदो रहेछ? त्यहाँ लगेपछि अब त्यो अफिसले चाहिँ हामीलाई त्यो अफिसमा यहाँदेखि गएपछि त्यो अफिसमा राख्ने हैन छन्। अनि त्यहाँदेखि फेरि अर्को अफिसमा त्यो अफिसले 1100 मा बेच्यो है इन्डियन अफिसमा। अनि इन्डियनले फेरि हामीलाई 1500 1600 मा बेच्ने। तपाईहरुको त्यहाँ गएपछि रेटमा तपाईहरुलाई नेपालमा खसी बोका जसरी बेचिन्छ बजारमा त्यस्तै नै हो सर। अलिक राम्रो अनि त्यो अलिक इन्डियन भाषा बोल्नु जान्नेलाई चाहिँ लाने, त्यहाँदेखि 2 दिन त्यसरी काम गर्नु लाउने है। हात खुट्टा पुरै सुन्निएर अनि भोलिपल्ट फेरि फर्काएर ल्याउने अनि त्यही खोरमा थुन्ने अनि फेरि अर्को अफिसमा बेच्ने। खासै गरी अब मैले हेरेको अब हामी 3 जनालाई बेचेको है सर 1100 मा बेच्दाखेरि कस्तो रुन मन लागेको थियो सर। तपाईहरु आफैलाई थाहा हुन्छ म बेचिदै छु भनेर क्याश पैसा गनेर हाम्रै छेउमा दिँदाखेरि